कसको टिम हामी त दुई जसले गोल हाल्नु त्यसकै गोल भएन भएन गोल भएन भएन रहेछ अघि भयो ल दाइ डाइरेक्ट तिमीहरू केटीहरूको त ड्याङ थो केटाको त कुरै नगर जानु न गएर खिच्दिनु न कसलाई के भयो उहाँ दाइ लड्नु भयो नाक ठोक्यो भयो बेहोस भइसक्यो नाकले गयो नि त्यो ब्लड आउँछ नि त आयो उहाँ दाइ लड्नु भएको छ नाकमा लागेको छ उहाँलाई कस्तो ब्राइटनेस के लाग्यो यहाँ उडेर आयो यी धुला र मैला भएका लुगा कसरी धुनु नि पर्यो यो स्पोर्ट विकले एउटा चाहिँ दामी फोटो खिची माग्ने र अनि कहाँ पो थियो घुम्न र दौड पारेको आहा कस्तो दामी आयो यसको चाहिँ 7 नम्बर देखियो बल्ल सुरुको देखियो भने चाहिँ
यहाँबाट राम्रो आएन हौ खै यताको खै यहाँबाट राम्रो आएन 16 को त अहिले के पनि लान पाउनु भएन यार तुक्कामा लागिहाल्छ कि गोल हाम्रै नाम दोस्रो पनि दोस्रो पनि हाम्रो रिल्याक्स पारामा हुनुपर्छ चिलमा खेलौँ न साथी मतलब रिसाउँदैखेले भन्दा यत्तिकै डर लाग्छ त्यतिकै डर लाग्छ धेरै क्यामेरा हलाएर भन्छ झन्डै गोल भएको छ को कहाँ बस्नु हुन्छु अघि लड्छु हाँसिरहेको हुन्छु तिमीले लडेको लडे त म एकचोटि मजाले केही हुँदैन लड्दा नि एउटा फुटबल खेल्ने सुरु गर्ने क्या हाम्रो होइन निशानको लागेको त्यसरी हेर्दा सरले चाहिँ हेमराज सरले यस्तो बोलाउने बित्तिकै समय हाल्ने धेरै राम्रो प्रयास कसको कुत्तामा फर्काइदिन्छ नै सरलाई केटाहरू त थाक्छन् होला झन् केटी कति थाक्छ होला यार स्टेमिना केटाहरूको धेरै हुन्छ थाहा छ यस्तो गरेर खेलेको हेरेर 3 गोल हान्दियो यार उहाँहरूको 3 गोल भएको छ हाम्रो किपरको हो केटाहरूको प्रज्वल यता झन्डै गोल भएको छ हो मैले यही सो भनेको क्या जुनिकै यता हानिदिने क्या डाइरेक्ट भनेको कि मैले पोस्टदेखि आएको पोस्टमा मिल्छ नि त अनि हामी यता बसिरहेको हुन्छौँ नि त अनि हामी यता हानिदिने कोसिस गर्छौँ क्या मैले यही भनेको अघि मैले कसलाई सोध्दै थिएँ नि पोल टु पोल हाल्न मिल्छ भनेर होइन हाम्रो दाइरा ऊ त रोशन दाले सोधिरहेको थियो केटाहरूको चाहिँ 25-25 को हो खोइ थाहा छैन मलाई गोलकिपरले चाहिँ बल राम्रो हान्दो रहेछ यार अरे हेर यस्तो अरे
म त उभिएर न ताली बजाउँदै रहेछु रिकर्ड गरेको भिडियो रेकर्ड भोइस छैन भोइसले उयो गर न तर बिचरा खेलेको हो नि होइन यो कहाँ यो नहाली त केही त हुँदैन गोल गरेको केही देख्दैन त धेरै राम्रो ओइ मेरो मोबाइल कुतु लागेको मेरो ब्यागतिर होला ब्रेक भएको छ ब्रेक 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 गेम स्टार्ट भएको छ आफ्टर ब्रेक टाइम म थाकेको नि गेम सुरु भएको छ बोल यो कुन सेमको फिक्स सेम भर्सेस 7 सेमको म्याच दरो चलिरहेछ ए थर्ड त होइन त साथी फिक्स सेमेस्टर भर्सेस 7 सेमेस्टरको म्याच भइरहेको छ गोल 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 हुन लागेको छ यहाँनिर तर भएन क्रिकेटको लाउनेहरू म थर्ड सेमिस्टर भन्दै थिएँ फिक्स सेमेस्टरको अघि 3 गोल भएको छ फिफ्थ र सेभेन्थ फिफ्थ भिडियोमा अहिले के भयो झन्डे गोल भएको छ हो त सिस्टमले पनि राम्रो खेलेको हो नि हिजो भलिबल हो दाइ हो सिकाउनु दाइ अरे यससँगै 4 गोल भएको छ फिक्स सेमेस्टरको केही हुन्न दाइ तपाईहरुको यो नै रहेछ केटाहरुको खेल्ने रहेछन् यस सँगसँगै हाम्रो 4 गोल भएको छ फिक्स सेमेस्टरको 5 फिक्स सेमेस्टरको 5 गोल भएको छ 4 होला 5 जस्तो लागिरहेछ 4 भनेर ढाट्यो झुकायो तर 4 गोल भएको छ यससँगै फिक्स सेमेस्टरको उत्कृष्ट खेल भइरहेको छ यहाँनिर लाइभ हो लाइभ होइन भिडियो भरे युट्युबमा आउँछ यस सँगसँगै गोल फेरि लाग्नु भएको छ दामी सेभ गर्नुभएको छ रबिन दाइले हुँदै हान्दिनु एकैचोटि गोल हानेको ए भिडियोमा देखेन गोल झन्डै भएको छ तर हाम्रो दाइको नाम त के भयो हाम्रो दाइको नाम के अध्यक्षले के गर्छ भन्दैछन् के अहिले जानुपर्छ हो न यो गेम सकेपछि सक्यो गोल 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 झन्डै भएको थियो तर राम्रो प्रयास छ फिक्स सेमेस्टरको राम्रो प्रयास छ रातै हो हटाएको यो खुट्टामा अरे फेरि आउट भएको छ म झन्डै लडेँ यहीँबाट उहाँहरूले खेल्नु भएको छैन अरे हामी पनि उयो तर हामी फर्स्ट टाइम सिल्भर एक म्याच त जितिसक्यो नि सिल्भर आइसक्यो अब तिमी के फेरि तिमी वाट गोल्ड डाइरेक्ट गोल्ड आउँछ अब टाइममा हुनु नि हो दाइहरुको पनि जाऊ पानी खानु मन लाग्ने आफै बुझ्ने पानी लगाइदिइ राख्नु कहाँ गएको तिमीहरू जाऊँ न हामी जाऊँ न कहाँ छ र वासरुम
त्यहाँ नजिक दाइ गोल छ गोल खाइसक्यो यससँगै फिक्स सेमेस्टरको 5 गोल भएको छ मलाई परास्ना दिदीले हान्नु भएको यार खुट्टामा 5-0 गराइदियो कस्तरी मलाई झन् त्यसको मतलब जुत्ता ठिक छ क्या दिदीको मलाई त दिदीले नि तिमीलाई त पेलेकै हो किन पेलेको भन्नु नि अनि राम्रो खेल्छ भयो खेलेले अनि तिमी अब सक्छौ नि छक्काउन मजाले यिनीहरूलाई हेरौँ न अब दिदीले कस्तरी हान्यो नि त त्यो बेला मैले फर्काइदिएको थिएँ क्या खुट्टामै झन्डै गोल भएको छ फेरि पनि सुनिता सिस्टरलाई नहेर्नु त यहाँ किपर कोही छैन त नि किपरले नि हेर्नु सक्दैन ए डिफेन्डर कहाँ गयो यहाँको हाम्रो सेलेक्सन झन्डै फेरि गोल भएको थियो किन यो फुटबलको मतलब भनिजेको हो हाम्रो त त्यहाँ ग्राउन्डमा खेल्यो भने फुटबल त हाम्रो त गोल त कता कता भएको छ केटीहरूलाई त उडाउँछ ग्राउन्डमा बनाइदिनु नि जे भने यसो बारेर मात्रै भए पनि रेखा मलाई नै मात्र राम्रो अहिले चाहिँ भयो क्या गेम जस्तो हुँदैछ दामी क्याचिङ छ किपर चाहिँ खतरा हो प्रेस भइसक्यो एक गल्ता लाउने इलर्जी कसम न साथी मेरो हो मेरो च्याक थियो के गर्ने अब यसरी खेल्ने हर्लङ त साह्रो हुन्छ त छोटा छोटा म यसो गर न यसले बाहिरबाट यस्तो डह्रो पस अनि त्यो गरिदियो त छिराम न यो हुँदैन यो यसलाई स्कुलमा सिफ्टी पिन चाहिन्छ सिफ्टी पिन पनि माग्नुपर्छ ल्याउने होइन यहाँ हुँदैन छोड्दै कसरी हुन्छ कि उल्टो गर्नुपर्छ क्या भित्रबाट हाल अनि यस्तो गर ए भित्रबाट हो बाहिरैबाट गर्दा पनि त्यसलाई यस्तो खाँदै हुन्छ त केटीको त प्लेयरै थोरै देख्छु कोटै भरिएको देख्दैन यहाँ चाहिँ धेर भयो जस्तो देख्छु त त्यो केही भएन साथी केही भएन झरिहाल्छ नि अहिले एकछिनमै झर्दैन झन्डै गोल भएको थियो झन् वासरुममा भयो यो म्याच सकिहाल्यो
यस सँगसँगै फिक्स सेमेस्टर भर्सेस 7 सेमेस्टरको गेम समाप्त भएको छ फिक्स सेमेस्टर विनर तिमीलाई खेलाउँछु म क्यामेरा भिडियो भइरहेछ त साथी छोडा जुन पार्टी बस्छ हामी त्यही पार्टी बस्छ छोडिदेऊ न भयो त